हाम्रो ठाउँ चाहिँ कस्तो नजाडो नगर्मी धुपी पनि हुन्छ सुन्तला पनि फल्छ अर्को झापाको धान पनि फल्छ सुपारी पनि फल्छ अलि के भन्छ आँप पनि आछु छु 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 जाडो छ हुडी छैन। हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो र आज पनि म धेरै लामो समय पछाडि एउटा भ्लग क्रिएट गर्दैछु र देख्न सक्नुहुन्छ सुटेड बुटेड फिटेड भएर जोर्डनको सुज लगाएर चट्टसँगले कपाल चाहिँ हल्का मिलाउनु पर्ने हुन्छ हतारमा अहिले चाहिँ यतिकै छ है। बाटोमा सैलुनमा जाँदाखेरि चाहिँ यो मिलाउँछु भन्ने सोचिरहेको छु। अन्त बाइक चाहिँ यहाँ रहेको छ, यही बसन्तीमा जाने हो मेरो सुपर बाइक। अनि घरदेखि अहिले चाहिँ हिँड्नै लागेको। आजको डेस्टिनेसन चाहिँ सायद फिक्कल मुनि आले आरुबोटे के भन्छ त्यता घुम्नु छ, एक्सप्लोर गर्नु छ। मलाई चाहिँ त्यो ठाउँमा पहिल्यैदेखि जानु मन लागेको, तर अब के टाइम मिलिरहेको थिएन। अनि ठ्याक्कै गाउँको एकजना दाइ घनिष्ठ दाइले चाहिँ जाउँ भन्नुभयो। अनि त्यस पश्चात चाहिँ म जाँदैछु। ड्रेसअपहरू के कस्तो छ कतै मिलेन होला होइन, कमेन्ट डाउन बिलो। अब यस्तै हुन्छ, हतार छ, एकदम हतार छ। बिहानदेखि रेडी भएको हुनु चाहिँ अहिले दिउँसोको कति 1 बजेको छ। अनि यस्तै भयो, हतार भयो। लेट्स सी बाटोमा हेर्दै जाउँ है त कस्तो हुन्छ। अहिले अलि हतार छ र बाटो चाहिँ अप्ठ्यारो छ क्या। यहाँ चाहिँ अब म जाँदैछु, गोप्रो हुनु भने चाहिँ सजिलो हुन्छ। म आएको बाटो चाहिँ यस्तै छ, यतादेखि आएको हो। स्टिल जाँदै नै छु है। अब यो बाटोमा भिडियो गर्दा चाहिँ एउटा हातले बनाउनु पर्छ, अनि अलि सजिलो बाटोमा मात्रै त्यो सम्भव हुन्छ। झन्डै एक्सिडेन्ट पनि भयो भर्खरै, तर अब गोप्रो हुनु थियो भने चाहिँ सबै अब देखिन्थ्यो। हतार भएर अलि छिटो कुदाउने हुँदा झन्डै एक्सिडेन्ट भयो। बाटो पनि खतरा नै छ, गाह्रो छ। वेदर पनि जाडो नै छ, जाडो त, तर यो ज्याकेट चाहिँ खोल्नै पर्ने हुन्छ क्या। यो प्युर वाइट कलरमा अलिकति छिटो दागहरू लाग्छ, जोगाउनु गाह्रो हुन्छ। ओके, अहिले चाहिँ म दाइको घर पनि आइसकेँ है। यहाँ दाइ चाहिँ हाम्रो यता हुनुहुन्छ, हामी जानै लागेको। चट्ट यहाँ चाहिँ अर्ग्यानिक रायोको गुन्द्रुक छ। भान्जो हाई 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 भनिदिनु न, अस्ति मिठाई दिएको होइन मैले। भाग्नुभयो भान्जो पनि। हामी चाहिँ माथिसम्म जाँदैछौँ। ज्याकेट चाहिँ यहाँ छ, थोरै हिँड्नु पर्यो। बाइक चाहिँ दाइकै घरमा छोडेको, अनि थोरै हिँड्नु पर्यो। ज्याकेट खोलिन्जेल गर्मी भयो। यहाँ चाहिँ हाम्रो ठाउँ चाहिँ कस्तो नजाडो नगर्मी धुपी पनि हुन्छ, सुन्तला पनि फल्छ, अर्को झापाको धान पनि फल्छ, सुपारी पनि फल्छ, अलि के भन्छ आँप पनि। एभरेजमा जे पनि हुन्छ, अलैँची नै पनि फल्छ माथि। मतलब हिमालमा हुने चिजहरू पनि हुन्छ, प्लस कफीहरू पनि हुन्छ, अनि तराईमा हुने चिजहरू पनि हुन्छ। चियाहरू पनि मजाले हुन्छ हुन त। इलाम भनेको चियाको चिया हुने ठाउँ हो। अनि नजाराहरू चाहिँ यस्तै छ हाम्रो ठाउँको है। कफी सफी एनिथिङ। छोटोसँगले दाइ चाहिँ अगाडि हुनुहुन्छ, हामी स्टिल जाँदैछौँ। क्या दामी फुलहरू रहेछ हौ यहाँ चाहिँ। हो नि, यहाँ तल अर्किड फुल पनि रहेछ नि दाइ। दाइलाई पनि यसो भ्लगमा निकाल्नु दाइ। ठिकै हुनुहुन्छ होइन? ठिकै छ, केही छैन। तर यहाँ गार्डन चाहिँ हाई दामी छ क्या, यहाँ पछाडि गार्डनहरू। छोटो अब चाहिँ यसमा जानुपर्ने हुन्छ। अहिले चाहिँ हावा पनि चलिरहेको छ। अनि हामी चाहिँ यो रेडर भन्छ है, टिभिएस रेडरमा जाँदैछौँ। यसको साउन्डिङहरू दामी छ है, एकदम मजाको छ। कस्तो त्यसको यो साउन्ड बेस टिभिएसले चाहिँ राम्रो निकाल्ने रहेछ क्या। मतलब मैले 110 सीसीको पनि चलाएको थिएँ, त्यसमा चाहिँ साउन्ड बेस त्यसमै पनि राम्रो दिएको थियो। यो 125मा पनि राम्रो दिँदो रहेछ। कस्तो त्यो भाइबे मजाको आउँछ क्या यो साउन्ड बेसले गर्दा। जाँदैछौँ, बाटो अफरोड भयो पनि एकदम कस्तो साउन्डिङ अनि एउटा एक्साइटेडनेसले चाहिँ मजा भइरहेछ।
हाय हाय मजा आइरहेछ अहिले चाहिँ जाँदैछौँ हामी भाइ चस्मा लाउने छ है म त सो अलराइट अहिले चाहिँ हामी यो 3 गरी बस्तीमा छौँ अनि यहाँ चाहिँ एकदम कुल छ ज्याकेट चाहिँ मैले लगाएको पनि छैन छन चाहिँ अनि यहाँ चाहिँ हामी चिया खानुपर्ने हुन्छ दाजुभाइ टक्क गफ गर्दै है तातो चिया चिसो मौसममा है चिसो मौसममा दाइ केही भन्दैन हुन्छ केही छैन हो त्यस्तो शब्द दाइ नत्र लेजेन्डरी मान्छे हो हुन चाहिँ शब्दहरूमा अलिक शब्द खोज्नलाई अलिक टाइम लाग्छ ओके 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 यस्तै छ वेदर चाहिँ एकदम फगी लागिरहेको छ यता चाहिँ चिसो छ हाम्रोतिर चाहिँ अब त्यति चिसो छैन अब लेट्सी हेर्दै जाउँ कस्तो हुन्छ है अलराइट अहिले चाहिँ यो चाहिँ 3 घरे बस्ती हो बजार साइड चाहिँ यता पर्छ हामी चाहिँ स्टिल जाँदैछौँ है यहाँदेखि हाम्रो डेस्टिनेसन पुग्नलाई समथिङ त्यस्तै 45 मिनट धेरैमा यति लाग्छ यस्तै छ हामी जाँदैछौँ बाइक चाहिँ यहाँ छ टक्क लगाएर अब जाने हो चिया खाइसक्यौँ हामी चाहिँ जाँदैछौँ हाम्रो डेस्टिनेसनमा अनि यस्तै छ क्लाइमेट यहाँ चाहिँ सधैँ यस्तै देख्छु क्या मतलब अब सधैँ फगी नै फगी हुन्छ यो चाहिँ हामी आइतबार साइड जाँदैछौँ कहिले पनि यहाँ चाहिँ घाम लाग्दै छुइनँ म आउँदा अब प्रायः जस्तो चाहिँ घाम लाग्दैन अरे तर म धेरैचोटि आउँदा चाहिँ घाम लागेकै छैन हाय 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 चिसो यो ठाउँ चाहिँ करफोक भन्छ यो चाहिँ एकदम पिसफुल पनि छ अनि के भन्छ यस्तो यहाँको क्लाइमेटहरू चाहिँ दामी छ चिसो भए तापनि हेल्दी मजा लाग्छ क्या मलाई अब यस्तो ठाउँमा आउँदै गर्दा अब थोरै रिफ्रेसमेन्ट हुन्छ इन्जोय हुन्छ यस्तै यस्तै उता दार्जिलिङ मिरिकको याद आउँदो रहेछ हौ दाइ हो नि क्लाइमेट चाहिँ सेम होला हौ त्यस्तै छ नि भाइ त्यही त सेम यस्तै फगी चुचु हातै कस्तो चिसो 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 छ यदि तपाईँहरूलाई हाई ब्लड प्रेसर छ अनि के भन्छ एग्रेसिभ हुनुहुन्छ एकदम फ्रस्ट्रेसनमा हुनुहुन्छ भने चाहिँ यो ठाउँहरूमा एक्सप्लोर गर्नुभयो भने तपाईँहरूलाई त्यस्तो कस्तो कुल फिल हुन्छ क्या रिल्याक्स फिल हुन्छ क्लाइमेट चाहिँ इट्स नट अ जोक मैले चाहिँ ज्याकेट लाउनु नै पर्यो हातमा बोक्दा बोक्दै क्लाइमेट चाहिँ कुल छ इन्जोयबल अलराइट अहिले चाहिँ हामी फिक्कल बजार इन्टर गर्दैछौँ र यहाँ चाहिँ मेरो कपाल काट्नुपर्ने हुन्छ 3 घरमा चाहिँ एकदम बिजी थियो सैलुन पनि अन्त यहाँ काट्ने डिसाइड गरेँ सो बाल चाहिँ मिलाउनु पर्ने हुन्छ अघि पनि भनेको थिएँ बाटोमा मिलाउँछु भनेर अनि यहाँ पछाडि चाहिँ सैलुन रहेछ अनि यहाँ एकदम कुल वेदरमा चाहिँ कपाल काट्नुपर्ने दाइ चाहिँ गाडी पार्क गर्दै हुनुहुन्छ तल यहाँ नै क्यामेरा नै दामी काट्नु पऱ्यो तपाईँको भिडियोमा आउँछ है दामी हुन्छ दामी हुन्छ दामी काट्नु दामी हुन्छ दामी हुनु पऱ्यो सो युट्युबमा हेर्छ नि त तपाईँको आउँछ नि कपाल काट्नु राइट अहिले चाहिँ कपाल सपाल पनि काटिसकेको छु घाम लागेको छ चिसो वेदरमा ठिक छ पानी डाँडा फिकलदेखि अलि माथि हो नि आछु छु 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 जाडो छ हुडी छैन ज्याकेट मात्रै छ दामी दामी हजुर हजुर यहाँ त कस्तो एक्सप्लोरिङ एडभेन्चर फिल हुँदैछ है रमाइलो छ यहाँको इन्भाइरोमेन्ट यहाँको के भन्छ लुक्सहरू पनि दामी छ रिफ्रेसमेन्ट चाहिँ फुल्ली हुन्छ दामी छ अलि रिसाउने मान्छेहरू चाहिँ यता आउँदा हुन्छ भन्दाखेरि नि ए ओ हो
मजै बेग्लै छ क्या यहाँको ठाउँहरू। दाजुभाइ टक्क गफ गर्दै आउनु। अलिकति चाहिँ घाम लागेको छ यहाँ चाहिँ अलि घाम देख्नु चाहिँ अनौठै हुँदो रहेछ क्या, मतलब घामै नलाग्ने। अगाडि अहिले चाहिँ हामी आले भन्ने ठाउँमा छौँ है। अनि यहाँको मौसम चाहिँ एकदम दामी छ। दाइहरू दुईजना चाहिँ अगाडि हुनुहुन्छ। अनि स्पेसल्ली यहाँ चाहिँ ड्रोन उडाउनु खालको रहेछ। म चाहिँ फोन देखेको थिइनँ। अनि यहाँ चाहिँ अहिले तपाईँहरू देख्न सक्नुहुन्छ एकदम दामी ठाउँ छ क्या, कस्तो पिसफुल। यहाँ ड्रोन हुनु भने चाहिँ निकै मजा आउँथ्यो आउनु चाहिँ। अनि तपाईँहरूले लाइक कमेन्ट गर्नुभएको छैन भने चाहिँ प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् है। अब सपोर्ट गरिदिनुहोस् न। म अब बेस्ट योभन्दा धमाकेदारहरू ल्याउने छु अझै।